हेलो हामी चाहिँ आज फर्स्ट नाइट यो होटलमा बसेको के अरे हलमामा चामे यो होटलमा एक नाइट बस्यो अब यहाँबाट मनाङ जाँदैछौँ यहाँको भ्यूहरू यस्तो छ है धक्का लाएर हामी चाहिँ अब होइन आज हाम्रो लास्ट स्टेज चाहिँ फर्स्ट दिनमा चाहिँ चामे भएपछि चामेबाट हामी सर र मनाङको लागि अगाडि बढ्दैछ होइन हाम्रो डेस्टिनेसन चाहिँ मनाङ हो होइन यहाँ खच्चर पनि रहेछ नि त यसलाई काटेर खाइदिने हो क्या हामी यहाँ चामेबाट अगाडि बढ्दैछ गाइज है यस्तो छ भ्यूहरू हेर्नुहोस् है तपाईँहरूले माउन्टेन भ्यूहरू यस्तो छ होइन हेलिकप्टर ओए हिमालभन्दा डाँडाभन्दा तल तल उडिरहेको हेलिकप्टर नाइस भ्यू के चाहिँ हेलो दिदी सामे भ्यू है हिँड न हिँड तिमी सर र हिँड न होइन के हो दाइ ल न ल यस्तो भ्यूमा आउनु पाउँदो ल के हो के माउन्टेन चाहिँ यो रक माउन्टेन चाहिँ हामी एकछिनपछि क्लाइम हान्ने होइन यहाँबाट यस्तो चढ्ने सुविधा पनि रहेछ यो चाहिँ मर्स्याङदेखिको सिर हो यस्तो छ है मनाङ चामेबाट हामी चाहिँ भर्खर हिँडेको होइन हाम्रो चामे टु मनाङको हाम्रो यो मर्स्याङदेखिको सिट चाहिँ यो होइन यताबाट बगिरहन्छ यो खोला हेलो मान हाउ यु इन्जॉय योर ट्रिप मान बाटोको गति चाहिँ अलिकति नाजुकै छ है मनाङ आउँदाखेरि होइन अफरोडहरू धेरै छ हेलो हेलो ब्रदर हेलो दिदी नमस्कार दाइ नमस्कार लमजुङ हिमाल यहाँबाट देखिरहेको यहाँ चाहिँ मेरो अलिकति अनब्यालेन्स हुन्छ कन्ट्रोल गर है पछाडि ओके हामी चाहिँ अहिले 9 हामी बसेको ठाउँ हलमा चामेबाट चाहिँ मिसाङ गाउँपालिकातिर जाँदैछौँ होइन हेर्न सक्नुहुन्छ दर्शक पनि अब तपाईँ हिमाल पारीको गाउँमा छौँ हिमाल पारीको गाउँहरूमा छौँ होइन हेलो काका नमस्ते छेउै पुगिसकेको थाहा तिमी भ्यू नहेर क्या छेउ हेर न छेउ खेती कहाँ नहेर्ने चिसोमा चिसो बतासै चल्यो सिरौटले हान्यो माया तिले तान्यो तान्यो
मनाउँछ चङ्गा झै यहाँनिर चङ्गा झै छैन र माया। दाइ नमस्कार। गीत छ त बजाउन स्पिकर छ त पछाडि त्योबाट ब्लुटुथ कनेक्ट डाटा चलिरहेछ डाटा फुल छ यदि चलाएको हुन्छ यहाँ अगाडि राख्न मिल्छ मोबाइल समाउनु पर्दैन होइन यस्तो पानीहरू जम्मा भएर जान्छ खोलामा होइन माछा छ कि छैन होला है यता माथितिर बाटो चाहिँ सामेबाट माथिको बाटो मनाङ जाने बाटो हो। मनाङको बाघमा नङ्गेको पाहाड हो यो त सब विभागमा नङ्गेको पाहाड हिमालय हुँदा त त्यसले डरो रन्कायो नि यहाँ पावर हेलो दिदी नमस्कार। स्याउ खेती हेर्नु कस्तो बगान छ। वाट अमेजिङ भ्यू क्या यस्तो सुक्खा ठाउँमा होइन माथि यस्तो छ तल पुरै यो स्याउ खेती क्या एकदम आँखाले नदेख्नु छ क्या स्याउ खेती खतरा क्या। Hello sir, namaste. How was your Nepal visit? Great. Very right. Okay, come back again, sir. Welcome, come back again. Thank you, sir. खिले तानो माया सिरौठाले हान्यो मन उठ्छ चङ्गा झै चङ्गा झै। Excuse me, sister. Thank you. Hi. Nice journey, man. छैन र तडपाउनु मन लाग्दैन होला भनेर तडपाउनु मन लाग्दा हामी थियौँ त यार यही बाटो मनाएको पुरा काट्यो फेरि आउने बाटो
खतरा हो क्या बाटो चाहिँ पुरा धनेला कोही त फर्किँदै छ त हाम्रो टुरिस्टहरू त यहाँ बसौँ न अहिले आउँछ केटाहरू आएको यहाँ भिडियो बनाउँछ क्या Namaste, how are you? Good, how are you? Good. Ah. अलि ठुलो बनाऊ नि त साउन्ड अर्को क्लिक गर्दा हान्दिने हो त हान्दिने हो हेलो दिदी नमस्ते हेर न मनाङ निसाङ कत्रो जोल्डिङ बनाएको त हेर आम्मा भ्लगरहरूले दौडाउँछ होला क्या हान्दिने उयो छेउमा केटाहरू अगाडि पठाउनु ल हाडिदिउँ न त कुन ठाउँ हो दिदी यो दिदी ढुकुर पोखरी ढुकुर पोखरी चामेबाट माथि 20-30 किलोमिटर माथि चामेबाट नि हामीलाई 1 घन्टा यो ठाउँ ढुकुर पोखरी रहेछ यस्तो नाइस भ्यू छ है यस्तो क्या आनन्द छ कि म नि यहाँ आएर घर बनाएर बस्ने हो क्या अब टक्क लगाएर है चियाको चुस्की सहित हामी मनाङको लागि निक्लिँदैछौँ हामी चाहिँ अहिले के अरे यो चामेबाट कटेपछि ढुकुरे ढुकुर पोखरी भन्ने ठाउँमा आएर एकदम सुन्दर दृश्य यति राम्रो रमणीय ठाउँ स्वर्ग जस्तो हाम्रो नेपाल देशमा यसरी घुम्न पाउँदा एकदम खुसी लागिरहेछ बिहानको चुस्की चियाको यस्तो रमणीय ठाउँ होइन एकदम रमणीय यस्तो ठाउँ कुन ठाउँमा पाउँछ र किन जान पर्यो देश नेभरकै पाउँदैन क्या भयो कि नेपाल हेर यस्तो त हामी सुन्दर थियौँ मलाई कहिले यसो त थाहा थिएन हुन्छ भने
नि काटेन हावा सरर मनाङको बाटैमा हावा सरर कता छ निर्माया उतै नजर डाँडैमा हावा सरर उतैन जुलेजी भन्ने मनाङ आएको होइन यहीँ कृषि फर्म रे जाने होइन क्या यहीँ बस्दै नि हो जुलेजी भन्ने नि भन होइन यहीँ पठाएको हामी त फेरि भ्याइहाल्यो र चिसोले भइहाल्छ भाइ नराम्रो पानी हामीलाई चालु हेलो नमस्ते बस्छु छ क्या कि हामीलाई पुरेको त होइन होला रानीघाटहरूले खेती गर्नुलाई हेर यस्तो ठाउँमा खेती हुन्छ है नेपालमा लो गाइज है मेरो स्वर्ग जस्तो ठाउँ मेरो नेपाल मेरो गाउँ नेपाली हुनुमा होइन गर्व लाग्छ क्या यस्तो बबाल छ क्या होइन हामी विदेशतिर घुम्न जानै पर्दैन क्या यता आए हुन्छ क्या मनाङ होइन एकदम होइन खतरा छ क्या हेर्नु न क्या भ्यूहरू होइन मर्चाङदेखिको सिर हो यो चाहिँ माथिबाट आइरहेछ होइन यस्तो हो क्या यस्तो ठाउँ हो क्या घुम्नु भनेको क्या कहाँ पाउँछ यार छोडी काठमाडौँतिर त मुझे सजावट गरेर टिकट काट्नुपर्छ मैले यस्तो भ्यू हेर्नलाई हेलो गाइस हेलो एयरपोर्ट हो यो एयरपोर्टै रहेछ यो रनिङ वे रहेछ जानुपर्छ विशाल अहिले ट्रेकिङ बाइकै जान्छ बाइकै जान्छ होला माथि गएर सुत्नु मजा आउँछ एक दिन त हिँड्ने हो यता दिनभरि हिँड्ने होइन दिनभरि झाउँछ हुन्छ हिँड्ने भयो नि बसेर खाने ठाउँ छैन कहीँ बस्ने चान्स छैन पैसा भइन्जेल घुम्ने हो पैसा सकेपछि भाँडा माझेर आउनु त होला नि होइन भाँडा हान्दै आइदिने होइन
माथि पुरै घुम्न आएर यो डाँडाको पर्छ बस्छौँ बस्छौँ चौकीलाई हानिदिइहाल्ने फेरि वेलकम टु मनाङ फाइनली हामी मनाङमै आइपुग्यौँ है अब चाहिँ के हुन्छ यता छिरेर मनाङको फोटो खिच्न लाग्यो उताबाट घुमेर आउँछु बाइकमा साथहरू विशालै नहुने ठाउँ रहेछ मनाङ फाइनल्ली मनाङ आइपुग्यो हामी चाहिँ यहाँ घरमा आजको टक्क खानासाना खाएर मनाङगिरी भन्ने मनाङको मेन पोइन्ट भनेको जाउँ त पाउँछ होला नि है पाउँदो रहेछ माथि जम्मा जाउँ है कहाँ पुग्यो त्यही होटल मेनगिरी होइन जहाँ पुगे नि पुग्छ माथि पुग्छ मनाङ म्युजियम रहेछ नि त यहाँ कल्चर म्युजियम होइन भोटे छोटे मनाङको मेन सिटी भन्ने है बेस्ट मनाङ हिउँ परिसके छैन होइन न कहाँ पुग्छ सेन्टर माथिसम्म छ नि बस्ती त हेर न ऊ माथिसम्म अब होटलहरू छैन क्या किन नआउने माथि माथि राम्रो हुन्छ क्या ठाउँ तल तल त उनी सबै उसको लागि बस्यो नि त छैन क्या त त्यो
मनाङ प्रवेशद्वार हेर न कस्तो छ। आइसक्यो थुप्रै जम्मा रहेछ हेर न सबै। मनाङ त घुमाउनु एक लाख सारा है पुरै त घुम्नु पर्यो नि। यताबाट पनि बाटो रहेछ क्या यता रहेछ यता जाम है अब तान्नु होइन घुमाउ न। मनाङ टुर भगाइदाले मनाङ टुर गरियो मनाङ चिटियो। सोनाङ छिरिङको घर कहाँ रहेछ मायाजुरी। मनाङमा 4G नेटवर्क खोइ त यार। Oh shit. मैले बाटै रहेछ कालो रोडै रहेछ। अब माथि त बढ्न छैन होला खाना साना त। हेर न माथि जाऊँ क्या ऊ त्यसले कहाँ ध्यान छ होला क्या। हान्दिने हो हिँडिदिने हो जाने हो माथि जाऊँ न मुजी हिमाल हेर न कस्तो राम्रो मनाङ त मुजी जान्छ केटाहरू अहिले भोक लाग्यो भने खान्छ मुजी घर एक नम्बर कुटु जान्छ। तान्दैन विशाल यार तान्दैन यार। हामी मनाङ आएको होइन आज। मनाङमा पर्पल ह्याज पनि पाउँदो रहेछ कि यो राजाले खाने हो बाजे हो। राजाले खाने हो राजाले खाने जस्तो राजाले खाने हो। अरू राजाले भेट्दैन यो जो पैदै राजाले भेट्दैन जो यो चाहिँ मेरो कल्छेपाको राजाले भेट्छ। कल्छेपाको राजा हो कल्छेपाको राजा हो। कसरी खाने हो अब योलाई चाहिँ यसो गर्ने यो ठुलो पातलाई यसरी निकाल्ने यसरी फाल्ने होइन झट्ट बनाउने अब यसलाई होइन। तिमी पनि आउ न त सिकेर जान्ने हो है। ल आऊ बनाउन आऊ त्यो मुढा लिएर आऊ। दिदी प्रचण्डले चिन्नु भयो तपाईँले प्रचण्डे दिदी। हेलो दिदी प्रचण्डले चिन्नु भयो। म प्रचण्डको भाइ हो कि। हेलो सानो के खायौ तिमीले मनाङमा गाईहरू कस्तो लभली हुँदो रहेछ। के खायौ तिमीले के खानु पाउँछ यस्तो ठाउँमा घाँसै छैन के खाने हो
के खाने हो किन रोक्नु हो आँसु झारे त आऊ यता आऊ यता आऊ यता आऊ सानो मनाङ मेन सिटी मनाङको म मर्छ होला लेक लाएर यति तिमी के हो होइन गाउँमा त सक्छ क्या आऊ न गाउँमा कहाँ हिँड्ने हो तिमी र म पनि सक्छु गाउँमा म पनि सक्छु ए स्वर्गदरी भनेको त पुरानो स्वर्गदरीको फोटो खिचेर ल्याइदियो भने क्या मलाई त्यो कुराले उयो हेर्थ्यो है स्वर्गदरी हेर्नु यतातिर कता देखेको होइन देखेको र कता देखेको है कता कता देखेको क्या मैले झलक्क स्वर्गदरी भनेर बोर्ड छ क्या मनाङ टुरको आज हामी दोस्रो दिन आज चाहिँ हामी मनाङ चिजहरू खाएर माथि जाने फेरि माथि पोइन्ट के अरे माथि चिसो जाने भनेको त्यसले लेक लगाएर 1 घन्टासम्म ढल्यो क्या साथीहरू साँच्चै हो क्या के भन्ने होइन हल्ला भन्दा तपाईँले रोगी भन्नु होइन ढलेको हो 1 घन्टासम्म होइन डर लाएर साथीहरूलाई फर्क्यौँ भनेर फर्केर आएको हो तर हाम्रो डेस्टिनेसन चाहिँ तिरुचो समय हो के अरे आजको दोस्रो दिन अब आज पनि हामी चामे गएर रातिको बास बस्ती रेकर्ड चाहिँ अब चामे गएर टक्क बस्ने हो पुन्टे खाने हो आज त मलाई पुन्टै चाहिन्छ अब हिँड्ने बकुला तिमी नाच हामी अब मर्चाङदेखिको शिरमा अब तिहारमा दुवाली खुन्न आउने हो यहाँ माछा मार्नलाई एउटा हो कुका आउने है माछा मार्न आउनुपर्छ मनाङको खोलामा है टक्क लगाएर चाहिँ नि उ गरेर आउनुपर्छ है भेडा चाहिँ भेडाको जक्सन रहेछ हेलो भेडाहरू ल कस्तो न्यानो छ क्या
सास बस्नु बेला भएछ बिचरा है रक क्लाइम्बिङ भइरहेको रहेछ के सर माथि चढ्न लाउनु भयो तपाईँहरू के गर्ने सर माथि चढेर यो पनि एक प्रकारको खेलकुद हो नि भाइ ए ल यसमा बम्प गर्दै माथि सक्दै सकिन क्या एकछिन लास्ट पावर मुभ भयो त्यो एकदम पावर मुभ छ कि त्यसमा एकदिन माथिको होल्ड हेर्नु न कस्तो छ माथि सबै पखाने ल धन्यवाद चाहिँ हाम्रो मनाङ टुरको अन्तिम दिन बिहानको नास्ता त्यहाँ टक्कै यहाँको अर्ग्यानिक आलु अर्ग्यानिक अचार टिमुरको छोप खाएर हामी चाहिँ घरतर्फ प्रस्थान गर्दैछौँ है टक्क लाएर रमाइलो भयो यहाँ आउनु त मनाङ मुस्ताङ आएको घुम्नलाई भोटेनीको गालैमा चुम्नलाई रुमाल हल्लाई हल्लाई ए सानो तिम्रो जो बन्दिने कलाई नमस्कार है राम्रो सुविधा दिनुभयो अब अर्ग्यानिक टेस्टहरू दिनुभयो गाउँमै बसेर हुर्केर खानुपर्छ गाउँकै होइन अर्ग्यानिक टेस्टहरू लिनुपर्छ भन्ने फिल भयो क्या आएर मनाङमा आएर होइन राम्रो अरूभन्दा पनि टेस्ट राम्रो भयो क्या मनाङको एकदम अर्ग्यानिक गाउँमै बसेर खानुपर्छ होइन गाउँकै टेस्टहरू खानुपर्छ भन्ने फिल भयो क्या अलिकति यहाँ धन्यवाद है पनि आउँछ होइन हजुर सामा है धन्यवाद है तपाईँहरूलाई मनाङको सदरमुकाम चामे यो चाहिँ चामे बजार है साथीहरू यहाँ बिस्सरबाट 60 किलोमिटर माथि आइसक्यो चामे बजार आउँदो रहेछ मनाङको सदरमुकाम पनि हो चामे गाउँपालिका छ है चामे बजार चाहिँ चामेको त्यही बजार है ओइ जाऊ जाऊ बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली ला 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 बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होलिन् ए गाइस है लेक लागेर है सास पनि एकदम हेर्न गाह्रो भइरह एल्टिट्युडमा अलिकति गाह्रो नै हुँदो रहेछ सावधान ढुङ्गा खस्दैछ
होरीमै जान्न डाँडै काटेर खरकालाई के भन्नु ढाँटेर होरीमै लाउरे म त आइहाल्छ पेन्सन जिन्दगीको के लिन्छौ टेन्सन हेलो कुरे दाइ ज्याक दाइ भन्नेको भिडियो हेर्छ कि हेर्दैन हेर्छ नि भएको 2010 मा हो रिनाजुले किनेको चस्मा हो लालाजी हाम्रो करेला अब मिठापन बना दे बनरा सेवाला मिठापन बना दे बनरा सेवाला एउटा यो चाहिँ झर्ना बेसरबाट 40 किलोमिटर माथि आएपछि यो झर्ना देख्न सकिन्छ हामीले खतरा झर्ना पानीको बेग Woi, piring nggak udah yang mana tuh? Santai ya. Kita pun bisa dulu yang nomor. Heran, udah pura duri mana pura. काम कता कता सानुले बोलाको मलाई हो कि उनीले टोलाको रुमाल हल्लाइ हल्लाइ ए सानु तिम्रो त्यो जो बन्दिने कसलाई गाउँ द भिलेज खतरा झर्ना रहेछ यहाँ पनि ल मनाङ पारीको गाउँहरू जस्तो छ है त्यही त गाउँहरू स्टिलको घरहरू होइन त अलि काकै घर काम पनि
गाउँले म त गाउँमा हुर्केको ढिँडो पिठो खानालाई फुर्केको रुमाल हल्लाइ हल्लाइ ए सानो तिम्रो जो बन्दिन्छौ कलाई स्वर खुलेन क्या हो हाँ? स्वर खुलेन क्या हो हाँ, पुन्ते चाहिन्छ क्या हो हेलो दिदी नमस्ते उठाइदिनु त नाम त खतरा बेसर 45 किलोमिटर अझै बेसी किलोमिटर 15 किलोमिटर हिँड्नु चाहिँ धेरै हो त 45 किलोमिटर सम्झो क्या हो औरे हो बाउरे हो लालाजी अमर करेला अबे मीठा पान बना दे बनरा से वाला मीठा पान बना दे बनरा से वाला ए भर्ती भएको 2010 मा हो भर्ती भएको 2010 मा हो मिनाजुले किन्देको चस्मा लालाजी हमर करेला अबे मीठा पान बना दे बनरा से वाला मीठा पान बना दे बनरा से वाला मनाङको बाटो हो यो चाहिँ तल खोला माथि बाटो तिमी हौ लाटो ओए 2 नम्बरमा आएर क्या त्यस्तो बाटो होइन राति गएको यो बाटो चाहिँ बेसरबाट 45 किलोमिटर माथि आएपछि यस्तो बाटो भेटिन्छ है हामीले खतरा छ यो बाटो चाहिँ र यो भ्यूहरू छ नि आँखाले हेरेर नभ्याउने हो कि खतरा छ बे हेर्नु है धुलो चाहिँ अति उड्छ है दिउँसो हान्दा धुलोले सेतै हो खैर दाइ घामै लागेन नि कहाँ छात ओढेर हिँड्ने क्या यस्तो म कसरी काम गरेँ होला मलाई हेर्नु न पुरै भित्ता छेड्या यो मुटु डरै हो यार यहाँ माथि नै खनिरहने होइन र त्यो माथि खनेको नि त पहिलो यो माथिबाट झरेको त हो नि यो माथि कतै खनिरह कि परिश्रम त धेरै होला यार म चाहिँ यस्तो काम गरेर कति बेला म त नै भन्नु कति होला यिनीहरूको दिनको धेरै होला 3-4 हजार त्यहाँबाट खजाना निकालेको हो कि जस्तो लाग्यो मलाई के हो होइन हाइड्रोपावरको सुरु हो हाइड्रोपावरको त्यो माथिबाट घाम निकाल्ने होला
नबुझ्ने नेपालीहरूले कराउँछन्। बुझ्दैनन्, कराउँछन्। ओल्ड ब्रिज रोड भन्छ नि। सानोतिनो मुटु भएकोहरू त मन आउनु सक्दैन है, यस्तो चलाउनु हेर। सिधै तल जान्छ। अब यो पछाडिहरू होला क्या, त्यहाँ एक राउन्ड घुमेपछि बल्ल झर्ना हुन्छ क्या, अक्टोपस। अक्टोपस झर्ना हुन्छ होला जस्तो लाग्छ मलाई। पछाडि त मोलो हो कि को छ, मन्त्र छ त केटाहरू ढिलै भयो होला, अझै रमाइलो भयो होला। Ronka punya Ronka. बाटो छेउमा केही छैन। यो मनाङ आउँदाखेरिको ताल पोखरी एकदम राम्रो दृश्य छ यहाँको तालको। ताल पोखरी होरीमै जान मनाङ छोडेर होरीमै जान मनाङ छोडेर घरकालाई के भन्नु
हाँसेर भरिमै लाउने म त आइहाल्छ पेन्सन जिन्दगीको के लिन्छौ टेन्सन ओ आसेन खनि हे नानी हो नानी छ्याबै तैरो मनाङ घुम्दिएर खावा छ्याबै तैरो हो नानी नानी हाम्रो अगाडि चाहिँ नवराजगोलो हो ह्यान्डटक ड्राइभ गर्ने चाहिँ डर लाग्छ अरे आयो नि म पछाडि आयो तेरो भाग्यो क्या अस्ति त उयो धरियो नि त साइलेन्सरमा आफूले कसरी चलाउँछ यार घुम्दै आउनुपर्ने ठाउँ है मनाङ चाहिँ होइन खतरा छ के भ्यू पोइन्टहरू होइन बाटोहरू रनका अक्टोपस झर्न आयो अहिलेमा एउटा कुनाको अक्टोपस हो होइन त होइन हो म त हस्तोला है हेरौँ रन्का पुदे रन्का फनक्कै घुम्नु पर्दा चाहिँ त्यो बल्ल अक्टोपस घरमा आउँछ घुमेर हेलो दाई भेरी हार्ड नेपाली हो क्या हजुर भने क्या सिकाउँछ क्या फेरि लड मनाङ यो त्यो पारीको बाटो हो क्या त्यो है कस्तो हेर्नु कसरी बनाइहाल्छ त्यसको बाटो यार मान्नु पर्छ मान्नु पर्दैन त यस्तोमा हेर्नु खोपेर बाटो बनाइदिए अनि लड मनाङ यो त्यो पारीको बाटो हो क्या त्यो है कस्तो हेर्नु कसरी बनाइहाल्छ त्यसको बाटो यार मान्नु पर्छ मान्नु पर्दैन त यस्तोमा हेर्नु खोपेर बाटो बनाइदिए अनि यस्तो बाटो यस्तो ठाउँमा बाटो बनाउनु हेर्नु परमा काटेर त्यो बाटो चाइनाको ग्रेट वाल भन्दा पनि खतरा हो क्या त
यो दुलो त हामीले कहाँ थाहा पाएन नि राति थाहै भएन राति हो त सेतो बाटो रोडमा मात्र बस्ती छ जाँदा भनेको चाहिँ लडेको ठाउँमा मात्र झारेको होइन अन्त हिँडेकै रहेछ अब हामी आइपुग्यो अक्टोपस झर्ना है अक्टोपसको दर्शकहरूको भिड यस्तो छ अक्टोपसै हो यहाँ अब हामी चाहिँ हल्का स्विमिङ गरेर पौडी सौडी खेलेर ओए के गरेको ओए भाइ हात नहाल्यो ओए भाइ ओए यहाँ के गरे भाइ हात हालिरहेको लाउन के गर्ने होला लाउन ओ भाइ हात नहाल है हात नहाल के गरेको भाइ लाउन के गरे भाइ हात नहाल है हेलो दिदी आर यु अलोन बिस्तारै आउनुहोस् ह्याभ अ सेफ जर्नी ब्रदर वेलकम टु नेपाल मानुङको मनाङ मानुङकोट होइन क्या मनाङ है सरी गाइज है हेलो बहिनी ह्याप्पी तिहार नमस्ते 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 बहिनी नाच ल नमस्ते 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 ल ए भन भाइ हो त्याउँछु रे यहाँ बहिनीहरूले हामीलाई मनाङ गरेर आउँदाखेरि बाटो छेक्नु भएको रहेछ हाम्रो क्युटी भाइ बहिनीहरू एउटा होइन दुईटा म त मोबाइल दिने भने पैसा छैन है त्यो पनि चल्छ
झमझम साबुनको कमाल हो